सो एभ्रिवान वेलकम टु आवर न्यू ब्लग है। आजको काम चाहिँ भनेको यहाँ तोरी छ है, यहाँ कुन्यु लाउँदै हुनुहुन्छ बुवा। सो यो चाहिँ हाम्रो तोरी हो, यो मास्तिरको छिमेकीको तोरी हो, यो तलतिर छिमेकीको तोरी हो। जम्मैको आफ्नो आफ्नो तोरी यहाँ सबैले कुन्यु लगाइसके, हाम्रो चाहिँ अलिक ढिलो भयो, बोक्ने मान्छे नभएर। ऊ पर बढी थाहा उयो के अरे त्यहाँ बोक्नलाई बनाउँदैछ हैन, यहाँ यत्रो बोकिसक्नुपर्ने। सो आज छुट्टीको दिन भनेर चाहिँ यहाँ आज धमाधम भइरहेछ अहिले, एकदम फास्ट मर्निङ है, घाम मजाले लागिरहेछ। यहाँ फेरि पल्ला छेउमा चाहिँ सबै घाँस पलाएर खत्तम भइरहेछ। तर अहिले सिजन हो, अब अहिले पानी नपरेर घाँस पाइँदैन नि त, त्यही भएर पलाएको होला। गाईलाई घाँस मजाले पलाइरहेछ है। यहाँ मस्त बोक्दै बसेको चाहिँ यहाँ मुसाले सबै खेत खनिरहेछ, ट्र्याक्टर नलाउने गरी। यहाँ मस्तसँगले घाँस ड्याम्म छ, टक्कसँगले गाईलाई हुने खालको है। यहाँ सबै बटुलेर यसमा थुपारेर दुईजनाले झ्याप्पै बोक्यो। ए झ्याप्पै आए बाउन्दाई केबाट भएको? के को सुरुवात दिनको तोरीबाट? अनि तोरी सब्जी पकाउँदा अनि यही यसैको तेल चाहिन्छ। आजको दिनको सुरुवात चाहिँ गाई हाम्रो तोरी बोकेर गयो, अनि त्यसपछि अब आज छुट्टीको दिन पनि हो, तोरी नै बोक्नु पर्ने। छुट्टीको दिन पनि के भयो? छुट्टीको दिन पनि के भयो? केही न केही धर पाइन भन्नु न। के को धर पाइन? यो आफ्नो काम हो, काम गर्नुपर्छ नि। अर्काको काम थोडी गरेको छ, आफ्नै त काम हो। साथीहरू, हामीले चाहिँ आधी तोरी बोकिसक्यौँ, लगभग यति चाहिँ बोकिसक्यौँ, अझै छ बोक्नु आधी। अब चाहिँ हामी खाना खान जान लागेको, खाना पाएको अरे। आज चाहिँ आमा भान्से हुनुहुन्छ, आमाले पकाइसक्नु भयो अरे साथीहरू। ल त अब हामी जान लागेको है त, बाबा। खाना खाइसकेपछि आएर फेरि यति बोक्छौँ, एउटा खुट्टी चाहिँ बोकिसक्यौँ लगभग, यति भयो कुन्यु। यहाँ हुनुहुन्छ मेरो बुढो, यो तन्दा लिएर आएको थियौँ कि सुरुमा, एकचोटि बोकेको यस्तो च्यात्यो, हेर्नु न, एकचोटि बोक्दैमा यस्तो च्यात्यो। अनि फेरि हामीले अर्को तन्दा लिएर आयौँ, यो चाहिँ अलिक डह्रो रहेछ। ल त अब हामी जान लागेको साथीहरू, बाई बाई, फेरि भेटौँला है त। हामी चाहिँ अहिले जाँदैछौँ खाना खानको लागि है बुढो, तन्दा ओढेर यहाँ नि यस्तै छ। अब हाम्रो अझै आलु पनि गोड्नु छ, गोड्नु होइन खन्नु छ, आलु खन्नु छ साथीहरू। खै आलु हेरौँ कत्रो कत्रो छ। हाम्रो आलु यसपालि फलेन सायद है, सानो सानो छ त, एक किलोको आलु यति छ है हाम्रो आलु। हाम्रो होइन, निस्मा कामाले भने जस्तै मेरो आलु भन्छ नि। म चाहिँ दुईजनालाई रुँगेर बसेको अरे, दुईजना चाहिँ अघि आयो अरे, यहाँ यति पुर्याइसकेछ नि, यता यत्रो सकेछ नि। अघि यो गरेर सकेर गएर थियौँ, अनि आएर भात खाएको। अहिले अघि यहाँ दुईजनाले यति सकेछन्, बोक्ने चाहिँ ऊ एक्लै हो। के हो बुढी, तिमीले त अनि अघि सकेछौ त, अनि आधी गर त। होइन, म नानी हेर्दै थिएँ, अनि त्यहाँदेखि उता गाउँ जाने भनौँ, अनि एकछिन डुलाएर आएको। अघि यहाँ यत्रो यो सकेछन् बोकेर, अब अलिकति छ। के खाना?
कस्तो के खाने यत्रो सकेर छ अनि सो गफ गर्न आएको नि अब अस्ति भ्यालेन्टाइन डेमा त फुल दिन पाइनँ ल ल फुल लौ लौ हेर्नु दिएन हौ बाउले हेर्नु दिएन त्यहाँ नहाल न त्यो त गयो सिउरिने पो हो त मैले दिएको फुल त बाबैमा बसेर हेरिरहेको छन् भएर ल ल म आएँ हो म बोक्छु ल बाफरे बाफ एक्लै उचाल्दैछ लु लु देखाएको हो कि के गरे हेर न आम्मा के हो यस्तो यस्तो बाफरे 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 धुलो उडाउँदै हेर न वाह 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 अब के गर्छ मैले चाहिँ पुऱ्याइदिएँ होइन एभ्रिवान चढाइदिएर आएँ बल्ल बल्ल ल त साथीहरू तोरी पनि बोकिसक्यौँ अब एकछिन आराम गरेर पानी सानी खाएर अनि घरतिर लाग्ने हो साथीहरू अहिलेलाई यति नै हो बाई बाई।